शिर छेदन भयो, शिर काटियो भनेर जुन कथा प्रसंग हजुरले श्रवण गराउनु भयो भने भगवान विष्णुको पनि शिर काटियो र भगवान विष्णुले घोडाको स्वरूपलाई घोडाको शिरलाई ग्रहण गर्नु पर्यो भनेर हजुरले जुन प्रसंग सुनाउनु भयो, भगवान नारायणले ब्रह्मालाई सुनाउनु भएको प्रसंग हामी त्यस विषयमा जान्न चाहन्छौँ। भगवान विष्णुको शिर कसरी छेदन हुन्छ र भगवानले कसरी घोडाको शिरलाई ग्रहण गर्नुहुन्छ त्यस विषयमा हामी जान्न चाहन्छौँ भनेर ऋषिहरूले प्रश्न गर्नुहुन्छ। सुतजी भन्नुहुन्छ, कदाचित् दारुणं युद्धं कृत्वा देव सनातन 10 वर्ष सहस्राणि परिश्रान्तो जनार्दन। एक दिनको कुरा, एकचोटि दैत्यहरूसँग भगवान नारायणको युद्ध भएछ सजन। दैत्यहरूसँग घमासान युद्ध भयो भगवान श्री नारायणको र त्यो युद्ध चलिरहँदा 10,000 वर्षसम्म युद्ध गर्दा 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 भगवान नारायण पनि गल्नु भएछ, थाक्नु भएछ अनि पसिनै पसिना भएर गलेर थाकेर एउटा खुल्ला चौरमा जानु भएछ। त्यो चौरमा गएर यसो धनुष बाणलाई ठड्याउनु भएछ अनि धनुषलाई ठड्याएर त्यसमा यसो टाउको राखेर सुत्नु भएछ। अब गलेर थाकेर आउनु भएको युद्ध गर्दा गर्दा निदाउनु भएछ भगवान विष्णु। निदाइसकेपछि बडा गाह्रो समय आयो अनि देवताहरूले विचार गरे, दैत्यहरूले अत्याचार मचाउन थालिसके। सबै दैत्य त मरिसकेका छैनन्, यत्रो वर्ष युद्ध गर्दा पनि ती देवताहरूलाई दुःख दिन लागे दैत्यहरूले। देवताहरू कहाँ जानु भएछ भगवान विष्णु भनेर आएर हेर्दा त उहाँ त धनुष बाणलाई ठड्याउनु भएको छ, त्यसमा यसो टाउको राखेर निदाइरहनु भएको रहेछ। अनि त्यो दृश्य देखेपछि देवताहरूबाट छक्क परे। देवताहरूले आएर भगवान विष्णुको स्तुति गरे, प्रार्थना गरे, उठाउने कोसिस गरे, तर कसै गर्दा पनि भगवान विष्णु उठ्नु भएन। भगवानको निन्द्रा नउठेपछि देवताहरू साह्रै चिन्तित भएछन्। चिन्तित भएपछि ब्रह्माजीले मनमा विचार गर्नुभयो, अब केही न केही गरेर त उहाँकोलाई उठाउनै पर्नेछ भनेर ब्रह्माजीले के गर्नुभएछ भने उत्पादिता तदा ब्रह्मी बम्री ब्रह्मणा परमेष्टिना तया भक्षयितुं तत्र धनुषोग्रंधरा स्थितम्। ब्रह्माजीले चाहिँ एउटा बम्री नाम गरिएको किरालाई प्रकट गराउनु भएछ। बम्री भनेको धमिरो, बम्री शब्दको अर्थ हुन्छ धमिरोलाई प्रकट गराउनु भएछ ब्रह्माजीले त्यतिखेर। अनि त्यो धमिरालाई भन्नुभएछ, हे धमिरा, हे बम्री, तिमी जाऊ गएर त्यो भगवान विष्णु जुन धनुष बाणमा शिर राखेर सुत्नु भएको छ त्यो धनुषको डोरीलाई गएर काटिदेऊ तिमीले। डोरी काटिएपछि उहाँको निन्द्रा खुल्छ अनि उहाँ उठ्नुहुन्छ। तिमीले त्यति काम गरेर जाऊ बम्री भनेर ब्रह्माजीले भन्नुभएछ। र ती बम्रीले अर्थात् ती धमिराले भन्न थालेछन्, ब्रह्मासँग भनेछन्। के भने भन्दा ब्रह्माजी त्यसो गर्नु हुँदैन। अर्काको निन्द्रा, सुतेका व्यक्तिको निन्द्रा भङ्ग गरिदियो भने त ठुलो पाप लाग्छ, यो काम गर्नु हुँदैन। धमिराले भने, हेर्नुहोस् त धमिराले पनि नीति शास्त्र पढेको रहेछ, नीतिको ज्ञान रहेछ उसमा। र ऊ भन्दछ, निद्रा भङ्ग कथा छेदो दम्पत्यो प्रीतिभेदनम शिशुमातृविभेदस्स ब्रह्महत्या समम स्मृतम। निद्रा भङ्ग, हेर्नुहोस् यी महापाप कर्महरू छन् मान्छेले गर्ने पाप। कसको भन्दा निन्द्रा भङ्ग, सुतिरहेको व्यक्तिको निन्द्रा भङ्ग गरिदिनु हुँदैन। किनकि हामी एक दिन सुत्न पायौँ न एक रात भने कस्तो हुन्छ भोलिपल्ट भन्नुहोस् त। एक दिनको निन्द्राले 7 दिन हानि गर्छ अरे भन्छन् नि, यो यथार्थ कुरा हो। 2-4 दिन मान्छे निदाएन भने उसको दिमागले कामै गर्न छोड्छ। हेर्नुहोस्, दिमागले काम गर्न छोड्छ, दिमाग फेल खान्छ। हेर्नुहोस्, निद्रा लागेन भने भोक लाग्दैन बेला। मान्छेलाई जब निन्द्रा लाग्दैन अनि भोक पनि कम्ती हुन्छ।
गर्दा गर्दै मान्छे बिमारी हुन्छ, किनकि निन्द्रा पनि भगवती देवीकै स्वरूप हो नि त, यिनै सिंह देवीको स्वरूप हो। दुर्गा सप्तशतीमा भनिएको छ नि, या देवी सर्वभूतेषु निद्रा रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। निद्रा पनि भगवती देवीकै स्वरूप हो सजन। निद्रा देवीले हामी माथि कृपा गर्न छोड्नुभयो भने त बडा गाह्रो हुन्छ फेरि। निद्रा देवीले कृपा गर्न छोड्नुभयो भने त भोलिपल्टदेखि फेरि गोली खाएर सुत्नुपर्छ कि पर्दैन भन्नुहोस् त। निद्रा आउने गोली खाएर भए पनि सुत्नुपर्ने अवस्था आउँछ। त्यसैले कसैको निद्रा भङ्ग गर्न हुँदैन। निद्रा भङ्ग गरिदिनु महापाप हो। अनि कथा छेदो, कहीँ कथा लागिरहेको छ, पुराण लागेका ठाउँमा गएर त्यो कथास्थलमा गएर हल्ला गर्नु, नराम्रो गर्नु, अर्काले सुनिरहेको कथामा विभेद गरिदिनु, त्रुटि गराइदिनु, त्यो पनि ठुलो महापाप कर्म गर्नु छ। कथा भङ्ग गर्नु हुँदैन, कथाका बिचमा गफ गर्नु हुँदैन, यो कुरा बुझ्नु होला। त्यो पनि महापाप कर्म हो। कथा सुन्दैछ, छिमेकीलाई कोट्याएर यता सुन्न यता सुन, के भन्दैछ नि यहाँ, अनि यता सुन्न यता सुन। तपाईँले चाहिँ कति दिने विचार गर्नुभयो त यसपालि भनेर फेरि बिचैमा सरसल्लाह गर्नु भएन, मनमै राख्नु पर्यो। भरिसक्यो अरूले नचाल पाउनाले, ठिकै छ दिँदै गरून्, म भोलि पर्सि यिनीहरूभन्दा अझै विचार गर्छु भन्दै मनमा मात्रै राख्ने अरे क्या, अरूलाई सुनाउने नि होइन यस्ता कुरा। दानका कुरा, पुण्यका कुरा, धर्मका कुरा होइन त, यो त मनमा राख्ने विषय र सुटुक्क ल्याएर जम्मा गरिदिने विषय हो। मन फुकाएर हात फुकाएर जम्मा गर्ने विषय हुन् दान भनेका सधैँ। भने कथामा विघ्न बाधा आउनु गर्नेवाला व्यक्ति, हल्ला गर्नेवाला व्यक्ति, कोही कोही व्यक्ति कथा सुन्न आएका हुन्छन्, दुई चारजना भेला पारेर पर गएर गफ गर्दै हुन्छन् एकान्तमा। आएका छन् कथा सुन्न घरबाट, तर मान्छे भेला पारेर गफ गरेर होइन, त्यत्तिकै 4 घण्टा बिताएर घर जाने पनि हुन्छन् मान्छे। ती पनि पापका भागी हुन्छन् रहेछ जना। कथामा विघ्न बाधा गर्नेवाला, कथा नसुन्नेवाला ती व्यक्ति पनि भगवानका गुणानुवाद, भगवतीका गुणानुवादहरू नसुन्नेवाला व्यक्ति पनि पापी हुन्छन्, पापको भागी बन्दछन्। अनि दम्पत्यो प्रतिभेदनम, श्रीमान र श्रीमतीका बीचमा झगडा लगाइदिने वाला व्यक्ति, कुरा लगाएर झगडा गराउने वाला व्यक्ति, त्यो पनि पापी व्यक्ति हो। पापी त्यस्ता पनि हुन्छन् होइन, श्रीमान र श्रीमतीका बीचमा भएका नभएका कुरा सुनाएर झगडा गराइदिने व्यक्ति पनि हुन्छन्, माया प्रेमलाई बिछोड गराइदिने व्यक्ति पनि हुन्छन्, ती पनि पापी व्यक्तिभित्र पर्दछन्। अनि शिशु मातृ विभेदस्थ र आमा र छोरामा विभेद उत्पन्न गराइदिने वाला व्यक्ति, आमा र छोराका बीचमा पनि, सन्तानका बीचमा पनि कुरा लगाएर मनमा अनेक प्रकारका कुभाव उत्पन्न गराइदिने वाला व्यक्ति, आफ्ना आमाबाट छोराछोरीलाई अलग गरिदिने वाला व्यक्ति, हेर्नुहोस् आमाबाट सन्तानलाई जसले अलग गराउँछ त्यस्ता विभेदकारी व्यक्तिहरू यी पापी व्यक्तिभित्र पर्छन्। ब्रह्म हत्या समम स्मृतम, त्यो धमिराले भन्छ त्यो त ब्रह्म हत्या जतिकै पाप हो। त्यसैले कसैको निन्द्रा भङ्ग गर्न हुँदैन। मैले भगवान विष्णुको निन्द्रा भङ्ग गरिदिएँ भने म पनि पापको भागी हुन्छु, फेरि त्यो काम म गर्दिनँ भने ती धमिराले, ब्रह्माले भनेको मानेन। त्यति भन्ने बित्तिकै अनि धमिराले भन्छन् सर्वस्वार्थ वशो लोक कुरुते पातकं किल, तस्मादहं करिष्यामि स्वार्थमेव प्रवक्ष्यणम्। किनकि यो संसार भनेको स्वार्थका वशमा छ अरे, स्वार्थी छ यो संसार भनेको। हे ब्रह्मा, पाप कर्म मान्छेले गर्नु हुँदैन, स्वार्थ पूर्ण गर्नलाई पाप कर्म गर्नु हुँदैन भने पहिले चाहिँ। अनि ब्रह्माजीले भन्नुभयो, हेर न तिमीलाई मैले त्यसै सित्तैमा काम लाउन आँटेको कहाँ हो र भनेछन् भरे भन्नुभएछ ब्रह्माले। त्यति भनेपछि अलिक ठाडा कान लगाएछ धमिराले पनि, सित्तैमा कहाँ लगाउन आँट्या हो र मैले काम भने। अनि केका लागि त सुनाउनुहोस् न त भन्दा म तिमीले यो काम गरिदेऊ, विष्णुको निन्द्रा भङ्ग गराइदेऊ भने तिमीलाई म केही न केही दिन्छु नि त।
ब्रह्माले भन्नुभयो के दिनुहुन्छ त मलाई भन्दा तव भागम करिष्यामो मखमध्ये यथा शृणौ। जसरी यज्ञ गर्दाखेरि देवताहरूले हवनीय द्रव्य प्राप्त गर्छन् नि, त्यस्तै प्रकारले तिमीलाई म पनि हवन कार्य गर्दा यज्ञ गर्दा भागको अधिकारी बनाइदिन्छु, तिमीले पनि केही भाग प्राप्त गर्नेछौ। अनि धमिराले भनेछ मैले चाहिँ के प्राप्त गर्छु त यज्ञमा चाहिँ, मेरो अधिकार के हुन्छ त भन्दा होम कर्मणि पार्श्वे च बहिर्दानात् पतिष्यति तत्ते भागं विजानीहि गुरु कार्यं त्वरान्विता। हवन गर्दाखेरि होम गर्दाखेरि त्यो चरु हुन्छ नि हैन, चामल जौ तिल घिउ लगाएर बसेका चिरबिर वनस्पतिहरू र गुरुहरूले मन्त्र बोलेर स्वाहा गर्दाखेरि हवनीय द्रव्य स्वाहा गर्दा जति हवन कुण्डका बाहिर छरिन्छ नि चामलहरू तिल जौ, त्यो चाहिँ तिम्रो भाग हुनेछ। आजदेखि तिमीहरूको धमिराहरूको भाग हुनेछ, त्यो भागको अधिकारी तिमीहरू बन्नेछौ। त्यो बाहिर फ्याँकेको चिज उठाएर हवन कुण्डमा फेरि हाल्न हुँदैन, त्यो विधि छैन। जो बाहिर छरिएको हुन्छ नि हवन गर्दा, त्यो भित्र उठाएर फेरि बढारेर लगाउनु हुँदैन हवन कुण्डमा कहिले पनि, त्यो विधि छैन। त्यसैले त्यो जति बाहिर छरिएको पदार्थ हुन्छ त्यो सबै तिम्रो अधिकारमा हुनेछ। तिमीहरूले ग्रहण गर्नेछौ, तिमीहरू हृष्टपुष्ट रहनेछौ भनेर ब्रह्माजीले भन्दैन भयो। त्यति भन्ने बित्तिकै त त्यो धमिराले भन्यो ओहो ब्रह्माजी त्यस्तो ठुलो अधिकार हामीलाई दिनुहुन्छ तपाईँले भन्दा अवश्यमेव, त्यसो भने हजुरको कुरामा अवश्यमेव मान्दछौ भने। इत्युक्ता ब्रह्मणा ब्रह्मरी धनुषोग्रं त्वरान्विता चखादा संस्थितं भौमौ विमुक्ता ज्या तदा भवत्। इत्युक्ता ब्रह्मणा बम्री, र ब्रह्माजीले त्यति भनेपछि त्यो बम्रीले त भने हुन्छ ब्रह्माजी त्यस्तो भाग प्राप्त गर्न सक्छौँ हामी भने त त्यो अधिकार हामीलाई दिनुहुन्छ भने म त्यो हजुरले भनेको काम अवश्य गरिदिन्छु भनेर उनले पनि गएर यसो हेरिसकेपछि त भगवान् विष्णु सुतिरहनु भएको छ। त्यो धमिराले गएर त्यो धनुष बाणको डोरीलाई काट्न लागेछ। कुटुकुटु 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 जब काट्न लागेछन्, अब धमिरा लागेपछि कस्ता कस्ता दरा भनेका सखुवाका काट्दा केही राख्दैनन् बाँकी होइन, कस्दा कस्दा रोगलाई समाप्त पार्दैनन्, घरका खाँबा छिनाइदिन्छन् भने सानो त्यो डोरी होइन धनुष बाणको डोरी के भएर कति बेर लागेर होला। गर्दा गर्दै गर्दा गर्दै त्यो धमिराले धनुषको डोरीलाई छिनाइदिएछ। छिन्ने बित्तिकै अन्धकारी तदा घोरी शान्ति ब्रह्मा हरौ तदा शिरोहीनं शरीरं तो ददृशास्ते विलक्षणौ। त्यो डोरी अब तन्काएको डोरी चट्टै छिन्दाखेरि त भगवान् विष्णुका गलामा गएर लागेछ। त्यो डोरीले त्यो धनुष बाणको डोरीले चाहिँ सट्टै शिर छेदन भएछ। भगवान् विष्णुको शिरै छेदन भयो, शिर अलग हो शरीर अलग हो। शिर कहाँ गयो कता गयो कसैले देखेन। अनि गला मात्रै छ, रगत बगेको छ, जम्मा लड्नु भएको छ, शिर उडेर गयो भगवान् विष्णुको। त्यस्तो खालको अवस्था भयो। ब्रह्माजी भगवान् विष्णु देवताहरू छक्क परे, आश्चर्यचकित भए, सबै हाहाकार मचियो सज्जन। त्यतिखेर भगवान् विष्णुको शिर छेदन भयो, टाउको काटियो। अब के गर्ने त भनेर साह्रै चिन्ता परेछ त्यतिखेर। अनि अत्यन्त दुखी भए अब कसरी भगवान् विष्णुको शिर जोड्ने होला। शिर कहाँ गयो त्यो पनि थाहा छैन, हरायो अचानक। साह्रै दुखी भए। अनि इन्द्रले भगवान् ब्रह्मासँग हात जोडेर भन्नुहुन्छ दैवमेव परं मन्ये धिक्पौरुषमनर्थकं विष्णो अपि शिरच्छिन्नं सुराणं चैव पश्यताम्। हे ब्रह्माजी, हे देवता हो, वास्तवमा यो सारा संसारमा सबै दैवको खेला रहेछ। दैवाधीनं जगत सर्वं
संसार सबै देवताका दैवका अधीनमा रहेछ क्यारे। त्यसैले हेर त आज भगवान विष्णुको पनि शिर छेदन भयो। यो सबै दैवको लीला हो। र ब्रह्माजी भन्नुहुन्छ अवश्यमेव भोक्तव्यं कालेनापादितं च यत् शुभं वाप्य शुभं चापि दैवं कोऽतिक्रमेत् पुनः। वास्तवमा मानवले जे कर्म गर्छ त्यसको फल अवश्य भोग्नुपर्छ। कर्मको फल माथि गएर भोग्छ भोग्दैन त्यो अलग विषय हो सजन, तर मान्छेले गरेको वास्तवमा कर्मको फल यी भोग्नुपर्छ। कर्मको फल नभोगिकन कहिले पनि सकिँदैन। नराम्रो कर्म गर्यो भने नराम्रै फल भोग्नु पर्यो, राम्रो कर्मको फल राम्रै भोग्नु पर्यो। नभोगिकन कर्मको फल कहिले सकिँदैन। अब नराम्रो कर्म गरियो भने नराम्रो फल भोग्नुपर्छ, दुःख पाउनुपर्छ भने मानव भएर किन नराम्रो गर्ने त सजन? हो कि होइन? विचार गर्नुहोस् त। मानवले नराम्रो गर्ने होइन, सदा सर्वदा राम्रो मात्रै सत्कर्म मात्रै जीवनमा गर्नुपर्छ, अनि मात्रै मानवको कल्याण हुने गर्दछ भनेर बताउनुहुन्छ। अब के गर्ने त? त्यही अवस्थामा सारा देवताहरू चिन्तित भएर महामाया भगवती जगत जननीको चिन्तन गर्छन् देवताहरूले। चिन्तयन्तु महामाया विद्यादेवीं सनातनीं सा विद्यास्यति न कार्यं निर्गुणा प्रकृतिपराः। तिनी भगवती जगत जननी महामाया भगवतीको उपासना गरे देवताहरूले, स्तुतिगान गरे र ब्रह्माजीले अग्रसर भएर माता भगवतीको स्मरण गर्नुहुन्छ। अनि साक्षात वेदहरू पनि, चारै वेदहरू ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद, चारै वेदहरू मूर्तिमान बनेर आएर भगवती जगत जननीको उपासना गर्छन्। देवताहरूलाई सघाउँछन् सज्जन भगवतीको उपासना गर्नका लागि। वेदहरूले पनि देवताहरूलाई सहयोग पुर्याउने गर्दछन् र जगत जननी भगवती देवीको उपासना गर्नुहुन्छ। वेदहरू भन्दछन् वेदावच हो नमो देवी महामाये विश्वोत्पत्ति करे शिवे निर्गुणी सर्वभूतेषु माता शंकर कामदे। हे शंकर प्रिया, हे भगवती, हे महामाया, हजुरले यो संसारलाई सृष्टि पालन र संहार गर्नुहुन्छ। यस्तै महामाया भगवती जगत जननीलाई हामी बारम्बार प्रणाम गर्दछौँ। हे महामाया, हजुरका कृपाले देवताहरूलाई जो आपत परेको छ, हजुरका कृपाले देवताहरूको यो सङ्कट पुरै निवारण भएर जाओस् हे महामाया, हे भगवती भनेर देवताहरूले भगवतीको दिव्य स्तुति गर्दछन्। वेदहरूले स्तुति गरे भगवती महामायाको। भन्नु जगत जननी दुर्गा माताको, सिंह देवी माताको। जब यसरी देवताहरूले वेदहरूले स्तुति गरेपछि त्यहाँबाट भगवती तनुवाच तदा वाणी चाकशस्था शरीरिणी देवान् प्रतिमुखै शब्दै जनानन्द करी सुवा। र भगवतीले प्रत्यक्ष आएर त देवताहरूलाई दर्शन दिनु भएन, तर आकाशवाणीको माध्यमद्वारा भनिदिनु भयो। आकाशवाणीद्वारा भगवतीले भनिदिनु भयो, देवता हो, मलाई जो वेदहरूले मेरो जुन स्तुति गरे नि, यो स्तुति गरेको यो स्तोत्रलाई जसले सुन्छ सुनाउँछ यदि भनेदेखि शृणोति वा श्रोत्रमिदं मदीयं भक्त्या त्रिकालं सततं नरोय विमुक्त दुःख स भवेत् सुखी च वेदोक्तमेतस्तनो वेदतुल्यम्। मलाई वेदहरूले स्तुति गरेको यो स्तोत्रलाई जसले बिहान बेलुका दिउँसो त्रिकालमा नभए पनि बिहान र बेलुका जसले पाठ गर्दछ र मेरो स्मरण गर्छ भने जस्तै ठुला सङ्कटबाट पनि त्यो मानव मुक्त भएर जान्छ। उसका जीवनमा सङ्कट आउँदैन कहिले। यो स्तोत्र यस्तो स्तोत्र रहेको छ भनेर वेदले स्तुति गरेको प्रसङ्गको फलश्रुति पनि महामाया भगवतीले बताउनुहुन्छ। अनि भन्नुहुन्छ भगवान विष्णुको मस्तक जुन छेदन भयो देवता हो, यसमा पनि एउटा कारण छ। महामायाले आकाशवाणीद्वारा भनिदिनु भएछ। के छ त यसमा कारण भन्दा एकचोटिको कुरा हेर्नुहोस् है, बिना कारण कुनै पनि कर्म हुँदैन। केही कर्म हुन्छ भने त्यसमा कारण अवश्यमेव छ भन्ने कुरा हामीले पनि बुझ्नु पर्यो होइन। यो बारीमा मकै फल्दैछ भने
यसमा पनि केही कारण छ नि त। मकै फल्नुभन्दा पहिले त खेत जोतेको छ हैन, जोतेको छ, मल हालेको छ, पानी लगाएको छ, गोडमेल गरेको छ, अनि न मकै फलेको छ। त्यतिकै त मकै फल्दैन कहीँ पनि हैन। त्यस्तै प्रकारले यदि कुनै कर्म भएको छ भने त्यसमा कारण अवश्यमेव छ। भगवान् महामाया भन्नुहुन्छ तया ज्ञातम हरे नूनम कथम माम हसति प्रभो विरूपम हरिणादिष्टम मुखम मे केन हेतुना। एकचोटि भगवान् विष्णु र माता लक्ष्मी बसिरहनु भएको रहेछ कतै, बसेर यसै कुराकानी चल्दै थियो। निकै बेरसम्म कुराकानी चले, हाँसी मजा पनि भए, कुराकानी श्रीमान श्रीमतीका बीचमा, विष्णु र लक्ष्मीका बीचमा। अनि यसो माता एकछिन पछाडि भगवान् विष्णु चुप्प लागेर बस्नु भएछ। धेरै बेर गफगाफ गरेपछि चुप्प लागेर बस्नुभयो। अनि निकै बेर पछाडि फेरि यसो लक्ष्मीका अनुहारतिर हेरेर मुसु 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 हाँस्न थाल्नु भएछ भगवान् विष्णु। भगवान् विष्णु हाँसेको देखेर लक्ष्मी मातालाई शङ्का लागेछ। अरे अघि त यसो हाँसी मजा हुँदै थियो र हाँस्नुभयो, तर अहिले बिना कारण किन हाँस्नुभयो मेरा पति भनेर लक्ष्मी मातालाई बडा ठुलो शङ्का लागेछ। अब माताहरूलाई त शङ्का गर्न, शङ्का किन्न दोकान जानु पनि पर्दैन हैन त, आफै भित्रभित्रै उत्पन्न भइहाल्छ माताहरूका हृदयमा शङ्का त। भगवान् विष्णु अचानक हाँसेका कारणले गर्दा माता लक्ष्मीलाई शङ्का लागेछ। ए अब मलाई यसो हेरेर मुसु मुसु हाँसेर मलाई खुसी बनाएर सौता पो ल्याउन आँट्नु भएछ कि क्या हो विष्णुले भनेर माता लक्ष्मीले मनमा विचार गर्नु भएछ। अब म यति बेरसम्म खालि मलाई गाली गर्थिन्, के भनिरहन्थिन् हैन, यसो भएन उसो भएन भनिरहन्थिन्। अब यिनलाई चाहिँ एउटी सौता ल्याइदिएर ठिक पार्नु पर्यो भनेर बा मुसु मुसु हाँस्नु भएको हो कि भनेर शङ्का लागेछ अरे माता लक्ष्मीलाई त्यतिखेर। अब लक्ष्मीलाई विष्णुप्रति त शङ्का लाग्छ भने हाम्री माता दिदीबहिनीहरूलाई शङ्का लाग्नु स्वाभाविकै हो हैन त। लक्ष्मीलाई पनि शङ्का लागेछ भगवान् विष्णुप्रति। बडा गाह्रो समय आएछ। त्यति भनेपछि माता लक्ष्मीलाई बडा चिन्ता परेछ। माताहरूका जीवनमा त सौता भन्ने बित्तिकै सबैभन्दा ठुलो एलर्जी हारिरहेछ। जीवनको सबैभन्दा एलर्जी भनेकै सौता। एउटा बाँसको भाटो यसो ठड्याएर अनि एउटा कपडा बेरिदिएर यो चाहिँ तिम्री सौता हुनै भन्नु भने पनि पाखुरा सुर्किहाल्नुहुन्छ अरे त्यति साह्रो एलर्जी हुन्छ अरे सौता भनेपछि। माता लक्ष्मीलाई पनि त्यस्तो शङ्का लागेछ। त्यसैले माता लक्ष्मीले भन्नुभएछ तपाईँ बिना कारण हाँस्नुहुन्छ हैन, बिना कारण हाँस्नुहुन्छ, पक्कै सौता ल्याउन खोज्नु भएको होला। त्यसै कारणले गर्दा तपाईको शिर बिना कारण हाँस्न यो शिर एक दिन छेदन हुनेछ भनेर माता लक्ष्मीले आफ्नै पतिलाई श्राप दिनुभएछ। लक्ष्मीले दिएको श्राप आज सार्थक भयो। धनुष बाणले भगवान् विष्णुको शिर छेदन भएछ। त्यो लक्ष्मीले त्यसरी श्राप दिनुभएको थियो आफ्नै पतिलाई भनेर यहाँ सुनाउनुहुन्छ। र हे देवता हो, र यसमा पनि भगवान् विष्णुको शिर काटिनुमा लक्ष्मी विशेष कारण हो। लक्ष्मीले नै श्राप दिनुभएको थियो। र अर्को कुरा यो काटिनुमा पनि अर्को कारण छ फेरि, यो पनि नभइकन हुँदैन थियो, यसमा पनि कारण छ भन्नुभएछ माता भगवतीले। के छ त कारण भन्दाखेरि एउटा हयग्रीव नाम गरिएको दैत्य थियो। हयग्रीव नाम गरिएको दैत्य थियो। पुरा दैत्यो महाबाहुर हयग्रीवोति विश्रुता तपस्चक्रे सरस्वत्या तीरे परमदारुणा। हयग्रीव भनेको घोडाको शिर भएको एउटा दैत्य, जसको शिर चाहिँ घोडाको थियो। त्यो दैत्य गएर सरस्वती नदीका किनारमा बसेर धेरै वर्षसम्म तपस्या गरेछ। जगत जननी भगवती देवीको उपासना गरे उसले। अनि भगवती महामाया जपन एकाक्षरम मन्त्रम माया बीजात्मकम मम निराहारो जितात्मा च सर्वभोग विवर्जितः। उसले
मेरो एकाक्षरी मन्त्र ऐम भन्ने मन्त्र, देवीको एकाक्षरी मन्त्र भनेको ऐम। ऐम भन्ने बीज मन्त्रलाई उसले निरन्तर रूपमा जपिरह्यो धेरै वर्षसम्म मेरो उपासना गर्यो। हे देवता हो, र अब धेरै वर्षसम्म तपस्या गरेपछि म त्योबाट प्रसन्न भएँ, खुसी भई, मलाई प्रसन्न गरायो त्यो हयग्रीव दैत्यले। अनि म त्यहाँबाट गएँ र मलाई देखेपछि, मैले उसलाई दर्शन दिएपछि हयग्रीवले हात जोडेर मेरो स्तुति गर्न लाग्यो। नमो देव्यै महामाये सृष्टि स्थित्यन्तकारिणी भक्तानुग्रह चतुरे कामदे मोक्षदे शिवे। नमो देव्यै, हे भगवती, म हजुरलाई प्रणाम गर्दछु। हे महामाया, हजुर त यो संसारलाई सृष्टि पालन र संहार तिनटै कर्म गर्न सक्षम हुनुहुन्छ। हे महामाया, हे भगवती, यस्ती महामाया भगवती जगत जननी देवी भक्तलाई कृपा गर्नका लागि सदा चतुर बनिरहने, हे कामदे, हे मोक्षदे, मोक्ष प्रदान गर्ने देवी, हे शिवा, हजुरलाई प्रणाम गर्दछु म भनेर त्यो हयग्रीव दैत्यले मेरो स्तुति गर्यो। त्यतिखेर र मैले भने, किम ते विष्टम्बरम ब्रूहि वाञ्छितं यद्ददामि तत्। हे हयग्रीव दैत्य, तिमीबाट म साह्रै खुसी छु, मसँग तिमी वरदान माग, के चाहन्छौ तिमी वरदान मबाट माग भनेर मैले जब उनलाई भने, र हयग्रीवले भन्यो, यथा मे मरणं मातर न भवेद्यथा कुरु भवेय ममरो योगी तथा जे असुरासुरैः। हे भगवती, तपाईँ मलाई वरदान दिन चाहनुहुन्छ भने मलाई अजर अमर हुने वरदान दिनुहोस्, अजर अमर बन्न चाहन्छु, मेरो कहिले पनि मृत्यु नै नहोस् भनेर त्यो हयग्रीव दैत्यले वरदान माग्यो भगवती जगत जननीसँग। देवीले भन्नुभयो, हे भन्नुहुन्छ, जातस्य हि ध्रुवं मृत्युर् ध्रुवं जन्म मृतस्य च मर्यादा च ऋषि लोके भवेत् च कथमन्यथा। हे दैत्यराज, हेर, यो संसारको एउटा मर्यादा छ। कस्तो भन्दा जो संसारमा जन्म लिएर आउँछ त्यो एक दिन अवश्यमेव मर्छ। जो जन्मिन्छ त्यो मर्छ, र जो मर्छ त्यो जन्मिन्छ पनि। जन्म र मृत्यु यो संसारमा अनिवार्य रूपमा हुन्छ। त्यो मृत्युलाई छेक्न टाल्न कहिले पनि सकिँदैन। यो संसारको नियम भङ्ग हुन्छ फेरि त्यसो गरियो भने। त्यसैले मृत्यु त अवश्यमेव भावी छ। तिमी मृत्युलाई छेक्ने कोसिस नगर, म तिमीलाई अजर अमर हुने वरदान दिन सक्दिनँ भनेर भगवती महामायाले भन्नुभयो। त्यति भन्ने बित्तिकै हयग्रीव दैत्य भन्छन्, हयग्रीवाच मे मृत्युर् नान्यस्मात् जगदम्बिके इति मे वाञ्छितं कामं पूरयस्व मनोगतम्। हयग्रीवले भने, हे महामाया, हे भगवती, मेरो मृत्यु हुन्छ यदि भने हयग्रीव स्वरूपबाट नै मेरो मृत्यु हो। जस्तो मेरो घोडाको शिर छ नि, त्यस्तै घोडाको शिर भएको कुनै व्यक्तिले मात्रै मलाई मार्न सकुन्, नभए मेरो मृत्यु नहोस् कदापि पनि भनेर उनले त्यस्तो खालको वरदान मागे। जब समस्वरूप बराबरी मेरो जस्तै स्वरूप भएकाले मात्रै मलाई मार्न सकोस् भनेर उनले त्यस्तो वरदान मागे। किनकि हयग्रीव स्वरूप त घोडाको जस्तो शिर त मेरो मात्रै हो दुनियाँमा, अरूको कसैको छैन। मलाई कसैले मार्दैन अब भनेर उनले अजर अमर जतिकै सम्झेर वरदान माग्न पुगे भगवतीसँग। र भगवती महामायाले त्यो कुरालाई स्वीकार गर्नुभयो। तथास्तु भनिदिनुभयो, त्यस्तै हुनेछ। गृहं गच्छ महाभागा कुरु राज्यं यथा सुखम् हयग्रीवादिते मृत्युर्नटेनोनं भविष्यति। भगवतीले भनिदिनुभयो, तिमीले गएर राजसत्ता चलाऊ, अब दैत्यहरूको राजसत्ता तिमीले चलाऊ गएर राजा बनेर। हे हयग्रीव, र तिमीलाई समय आएपछि तिमी जस्तै स्वरूप भएकाले तिम्रो वध गर्नेछ भनेर भगवतीले वचन दिनुभएको थियो। र माता भगवतीले देवताहरूलाई पनि भन्नुभयो, हे देवता हो, यसमा कारण छ। अब त्यसैले त्यो हयग्रीव दैत्यले अत्याचार मचाएको अवस्था छ। त्यसैले तिमीहरूले अब एउटा काम गर, त्यो विष्णुको जुन शिर छेदन भयो त्यसमा एउटा घोडाको शिर ल्याएर जोडिदेऊ।
जोडिसकेपछि तिनै घोडाको शिर भएका भगवान विष्णुले हयग्रीव स्वरूप भगवानले त्यो हयग्रीव दैत्यको वध गर्नुहुनेछ। अनि मात्रै देवताहरूलाई पनि आराम मिल्नेछ, किनकि त्यो हयग्रीव दैत्यले सर्वैतिर अत्याचार मचाएको अवस्था छ भनेर महामाया भगवतीले देवताहरूलाई भनिदिनु भयो। त्यति भनिदिसके पश्चात देवताहरूले त्यही कर्म गरे। सजन एउटा घोडाको स्वरूप घोडाको शिरलाई छेदन गरेर लिएर आए। अनि त्यस पश्चात शिशिरो विष्णु त्वष्टा संयोजयिष्यति त्वष्टाहरूले आएर त्यो घोडाको शिरलाई जोडे भगवान विष्णुका शिरमा गलामा जोडिसकेपछि भगवान हयग्रीव स्वरूप बन्नुभयो र त्यो हयग्रीव दैत्यले जो अत्याचार मचाइरहेको अवस्था थियो र गएर भगवानले ती हयग्रीव दैत्यको पनि वध गरिदिनु भयो र उसले पनि मोक्ष प्राप्त गरे अनुसार। र भगवान विष्णुका पनि यस्ता अनेक प्रकारका अवतारहरू रहेका छन्। महामाया चरित्रस्य पवित्रं पापनाशनं पठतां शृण्वतां चैव सर्वसम्पत्तिकारकम्। र यसरी भगवती महामाया जगत जननीले आफ्ना भक्तहरूलाई अनुकम्पा कृपा गरेका यी प्रसङ्गहरू र भगवानले यो हयग्रीव अवतारलाई धारण गर्नुभएको प्रसङ्गलाई जसले सुन्छ सुनाउँछ भने उसका पापहरू नष्ट भएर जान्छन् र सर्वसम्पत्तिकारकम् उसलाई सुख सम्पत्ति वैभव सबै कुरा प्राप्त हुन्छ महामाया भगवतीका भगवानका कृपाले भनेर यसरी दिव्य पावन कथा प्रसङ्ग श्रवण गराउनुहुन्छ सजन।